हेलो नमस्ते गाइज, म चाहिँ अहिले आएको छु यो आफ्नो पोखरीमा। यो चाहिँ हाम्रो पोखरी हो है। यहाँ चाहिँ हामीले माछा पाल्ने गर्छौँ। यहाँ चाहिँ पोखरीमा चाहिँ माछा छन् अहिले। अनि यो चाहिँ के हो भन्नु देखाइदिन्छु तपाईँलाई। यो चाहिँ एउटा डराउन राखेको पुत्ला हो। अनि यो रसी चाहिँ किन राखेको, के कारण के काम गर्छ भन्नु होला होइन, क्वेसन सोध्नु होला। अनि यो रसीको काम चाहिँ के हो भन्दाखेरि हाम्रो पोखरीमा चाहिँ माछा खानालाई चराहरू आउँछन् होइन, हाँसा हुन्छ, चराहरू आउँछन्। अनि यसको त्यो घन्टीको के काम भन्दाखेरि हावा लाग्ने बित्तिकै यसले टिङ 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 बज्छ। अनि त्यो चराहरू के सोच्छन् भन्दाखेरि मान्छे भयो भने यो पोखरीमा मान्छे छ, त्यही भएर जान्छन्, चराहरू आउन डराउँछन्। त्यही कारण चाहिँ यो राखेको। अनि त्यसपछि रसी चाहिँ के कारणले भन्दाखेरि माछा चरा पानी मुनि माछा खान जान्छ नि त। त्यसपछि माथि ठ्याक्क यस्तो माथि निस्किने बेलामा चाहिँ माछासँग फस्लाएर डराएर अर्कोचोटि आउन नखोज्ला भनेर राखेको। त्यो पनि माछाहरू त खाइरहेको छ, चराहरू आएर तिनको पनि पेट त भरिनै पर्यो। यो गाइज यस्तै भिडियो हेर्नलाई चाहिँ मलाई सब्सक्राइब गर्नु होला, धन्यवाद। यो चाहिँ हाम्रो छपियातिर हो।